पैसा कुरा गर्न थाल्यो भने चाहिँ कुरा बिग्रिन्छ किनकि त पैसा कलर कालो हुन्छ ध्यान लगाएर हेर्नु सर त्यो तपाईँ एक्लै खाइहाल्नु न किन जोगाउनु भयो हाई एभ्रिवान र आज चाहिँ हामी बेसी छैन 3 जना मात्रै छौँ है जस्ट एउटा मिटिङ एटेन्ड गरेर चाहिँ र हामी चाहिँ यहाँनिर गुम्बा तरफ जाँदैछौँ किनकि त अस्ति हामी बुङछौँमा पनि जानु पाइन होइन यस्तै हो कतिवटा बिजी साइकल त्यताउता गर्दाखेरि सो त्यसले गर्दा हामी चाहिँ आज जस्ट त्यत्तिकै पूजा नगरे पनि यसो दर्शन गर्नु जाउँ भनेर नि हामी टाइमै पाउँदैन होइन अस्ति उता भुटान नेपालकोले जिम्मा दिएको थियौँ बिचरा बिजी भिड हुन्छ होला भनेर अन्त हामी आज गएको यता हामी घर नजिकको चाहिँ आज गएको आजको चाहिँ हल्का छोटोवाला छोटोवाला भिडियो बनाउँछु लास्टसम्म हेरिदिनुहोस् होला कृपया गरेर थ्याङ्क यू सो मच भन्नु नभएको अहिले नै बढी भन्छु थ्याङ्क यू है खाजा त यसले त के हुन्थ्यो भरे नि सब चाहिँ उकालो जानुपर्ने रहेछ होइन यस्तो दामी देख्यो यहाँ माथि त आइपुग्यौँ गेट लक बन्दैछन् के गर्नुपर्ने हो अब बाहिरदेखि दर्शन नमस्ते ओ डगी आयो वेलकम गर्नु यो होइन धेरैजनै लगे सो दिस इज गुम्बा ठिकै छ यहाँबाट छिटो पुगिन्छ भनेर नि रिपेयरिङ गर्नुहोस् एक्लै पनि अल्छी लाग्छ है एनिवेज मजा आउँदैछ फिलिङ गुड खुट्रो हल्ला गऱ्यो है अस्ट्रेलियाहरू जस्तै फिल भयो मलाई यो अहिले होइन हावाले नै पत्ताएको रहेछ अरू मैला त छैन हावा दामी लाग्छ कि यो प्रिन्टर चाहिँ है त यहाँनिर चाहिँ तपाईँको के पो आई डोन्ट नो त्यो पनि के त्यो चाहिँ त्यहाँ माथि त्यो जुन चाहिँ टोर्का छ नि त्यहाँ चाहिँ हात लाउनु पर्ने हेर्नु सर त्यो तपाईँ एक्लै खाइहाल्नु न किन जोगाउनु भयो यहाँ तेल खन्याको ए तर हामीहरू प्लास्टिक चाहिँ टिप्छौँ भनौँ है भिडियोमा फेरि प्लास्टिक चाहिँ हामीहरू कहाँ लान्छ आफ्नै गोजीमा लगेर लान्छौँ त्यहाँदेखि डस्टबिनमा हाल्छौँ होइन र बक्को बोटले एउटा अम्बक यत्रो फलेको छ भने लाग्छ पर्नु पर्छ कस्तो रिस उठ्थ्यो म त अहिले सम्झिँदा पहिला म झन् मेरै फुपूसँग लाग्नु पर्थ्यो नि अब पर्नै पर्ने नपर्नु पनि नलाएको लाग्नु परेन नि त्यो ठुलोले कुटी त हाल्थ्यो अन्त पर्नै पर्ने हाम्रो चाहिँ उयो सुजना दिदी अराउने चाहिँ त्यो तल सर कति खेल्नुहुन्थ्यो
मैले चाहिँ अरूलाई लाग्छ खेलाउँछु केटा ट्याङ्की बास गाडी छ नि त्यो त डुट्टो जस्तो चिल्लो भएको पो त त्यो बासमा चाहिँ नि हामी बाँदर चाहिँ माथि चढेर बस्थ्यौँ अन्त माथि चढ्थेन त्यो टुप्पोमा पस्थ्यो होइन त्यो थियो नि अन्त त्यहाँदेखि अरू झुन्डिनु पर्ने पड्केर मर्ने नि अहिलेको आमा बाउले कम्ती जोगाउँदैन नानीहरू हामी त त्यो तितेपातीतिर नानीहरू लडी गएर कता जान्छ छोराछोरी कता के त मेलोको मात्रै उयो राति मात्रै आइपुगे नाम चाहिँ नानीहरू आइपुगेछ छ भने त्यो पनि राम्रो बोलायो थियो के भाटा लिएर कस्तो डर लाग्छ नि अहिले हामीलाई उहिले त साँच्चै खोज्दैन थियो किनभने अब मेलो पातहरूले गर्दा पनि नखोजेको होला उहिले त साँच्चै त्यो राति बिचार नानी आएको थाहा हुँदैन नआएको थाहा हुँदैन कि त्यही राम्रो खोजे त हुन्थ्यो नि भाटा लिएर आइजान्छ अरे पछाडि राखेर राम्रो बोल्छ कि पछाडि चाहिँ भाटा अझ यसरी भाटा राख्छ होइन यसरी माम खाँदैन ए भात खाँदैन आज कुनै के मम्मीले कुनै के ल्याइदिएको छ मक्खै भएर जानु आम्मै पक्रेपछि त सक्यो त्यहाँदेखि घाँसमा जाँदा कहिले उज्यालोमा घरमा कहिले अन्धारोमा त्यो गाईलाई दिने होस् कि नदिने बन्द गरेको छ सर बन्द गरिराख्नु पर्दो रहेछ खोलेर चाहिँ ठिकै छ कोट बिरालो छ फेरि यो यत्तिकै खोलेर राख्यौँ टङ्की डङ बद्ध होला दुईजनाको इन्द्र कस्तो हेरेको ल इन्द्र बजाउ लाइटमा निस्किनु सक्दैन जेसीबी ल्याएर मात्रै हो यो त साथी छोप्छ है डर पो लाग्यो ए बुढा माने पो लेखेको रहेछ त हो अन्त त छैन के भनेको छ मानेले पुरा लेखेको रहेछ के भन्छ होइन उसको घन्टी नै छ नेपालीबाट के भन्छ यस्तो उयो पुरा लेखेको रहेछ यो कति चाहिँ उयो होला यो वाउ लोट बेसी भएर गर्नु सो यहाँनिर चाहिँ उहिले एकजना बाजे बस्नुहुन्थ्यो है जति पनि यहाँ खोपेको देख्न सक्नुहुँदैछ यो चाहिँ उहाँले खोज्नु भएको है उहाँले खोज्नु भएको हो किनकि मैले पनि लाइभ देखेको हो उहाँलाई चाहिँ 2000 कति कहिले हो 13 कहिले हो अन्त यो जुन चाहिँ ढुङ्गा देख्नुहुँदैछ यहाँ चाहिँ पहिलानिर उयो के भन्छ कुखुरा कराएको सुन्छ भन्थ्यो नि कुखुरा है कि कान सुन्नुपर्छ सर यहाँ कहाँ मजाले सुन्नु नि ध्यान लगाएर अन्त त्यो पापी भयो क्या म त के छैन चालचुल छैन त बिस्तारै सुन्नु ध्यान लगाएर अब म त अलिअलि त्यो म त पापी भएछु सोचेको नि त्यो चाहिँ ढाड दुख्दाखेरि ढाड राख्नु ढाडै ढाड दुख्ने सुक्ने सबै जाए यसो गर्दाखेरि त दुख्दै सबै जान्छ आरामले बस्नु अब त्यो मनबाट सोच्नु होला नि त हामी चाहिँ यहाँ ढाड दुख्नु जाति हुन्छ भनेर सुनेको थियौँ हामी चाहिँ सुतिरहेको छौँ एकदम साह्रोमा छौँ कि माथिबाट रुखको अङ्गा झऱ्यो भने चाहिँ गयो लम्पसार चाहिँ धम्पसार हुन्छ त पहिला बाजे चाहिँ यहीँ कहाँ बस्नुहुन्थ्यो नि छैन उहाँ त अहिले बिचरा डिसिप्लिन अच्छा कस्तो मजा आयो म्याडम आज मजा दामी आयो दामी सर तपाईँलाई एकदम मजा भइरहेछ है सोचेकोमा आइपुग्यौँ आज अनि आफूलाई चाहिँ म आफूलाई त झन् म त बुद्धिस्ट पऱ्यो अब त्यो नै भनेर भनेर त्यो कदापि त्यो दिमाग सोच केहीमा पनि छैन अब एकदम खुसी त कति खुसी हो नि हो यसरी गुम्पा आउनु पाउँदा कोही बेला यसो रिफ्रेसमेन्ट हुन्छ होइन गुम्पै मात्रै होइन जहाँ पनि होली प्लेस भनेपछि चाहिँ एभ्रिबडी मेबी लभ टु गो होला होइन यहाँ चाहिँ हेर्नु न उयो बनाएको रहेछ हावा आयो चाहिँ दामी हल्लाउने रहेछ होइन घुमाउने
सो एनिवेज आजको भ्लग चाहिँ यहीँसम्म राख्नेवाला छु थ्याङ्क यू सो मच किप वाचिङ मैले अघि थ्याङ्क यू सो मच भन्छु भनेको थिएँ यसलाई कि फर्स्टमा होइन अन्त अहिले चाहिँ लु थ्याङ्क यू सो मच गुड नाइट हेभ अ स्विट ड्रिम रेनोक्स सर खै लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला हाम्रो पाचनदीप मिसको च्यानलमा है फलो पनि गरिदिनुहोस् होला अनि उहाँको अहिलेसम्ममा कति पो पुगेको छ पैसा त्यो इज्जत गर्नु पैसाको कुरा अहिले गर्नु हुँदैन हो यहाँनिर एकदम मन शान्ति भएर आएको छ पैसाको कुरा गर्न थाल्यो भने चाहिँ कुरा बिग्रिन्छ किनकि त पैसा घर कालो हुन्छ एनिवेज किप वाचिङ बाई लास्टसम्म हेरिदिनु भएकोमा कसले हेर्नु भयो उहाँहरूलाई चाहिँ धन्यवाद